आज चाहिँ हामी हाम्रै घरको छेउमा रहेको बयाल झरना घुम्न गएको थियौँ दुईजना। अनि त्यसपछि सुरुमा चाहिँ सबभन्दा तलको भाग चाहिँ हेऱ्यौँ हामीले। यो झरना चाहिँ 4 पार्टमा डिभाइड भएको छ। अनि त्यहाँबाट यो बाटोबाट माथि अलिअलि अप्ठ्यारो थियो अनि फोन समात्दै गयौँ। अनि यो चाहिँ यसरी गइरहेको छ। अनि यहाँ पुग्यौँ। यो चाहिँ सेकेन्ड पार्ट हो। योभन्दा माथि चाहिँ 2 पार्ट छ अझै। अनि यहाँबाट चाहिँ यसले भ्लगिङ स्टार्ट गर्यो। हेलो सो गाइजहरू, आज चाहिँ हामी यता झरना घुम्न आएको छ। मेरो पछाडि चाहिँ झरना छ। यो चाहिँ एउटा मेरो भतिजा यता मेरो तल पनि झरना छ, माथि पनि छ होइन। त्योभन्दा माथि पनि छ एउटा झरना चाहिँ। अनि यहाँ चाहिँ हामी घुम्न आएको, फोटोसोटो खिच्यौँ, दामी भिडियो बनायौँ। यता दामी आयो। अब हामी जानेवाला झरना चाहिँ माथिको बाटो पनि अलि हेर्नुहुन्छ। हामी आउँदाखेरि यस्तो यो बाटो आएको, अब जाँदाखेरि हामी यो बाटो जान्छौँ। यो बाटो गइसक्ने हो, यो बाटो जान सक्छौँ, यो बाटो जान्छौँ। अनि चाहिँ यहाँभन्दा तल पनि झरना छ। हेर्नुहोस्, यहाँ त झरना छ तर छैन। म फुल भिडियो पछि हालिदिन्छु ल। हाम्रो जान छौँ हामी चाहिँ। अब भ्लग चाहिँ म सिधै माथि त्यहाँ गयो भने स्टार्ट गर्छु। सो यहाँबाट हिँडिरहेको छ, म पनि यसको पछि जान्छु अब। तर यहाँबाट मरिन्छौँ। हामी आएर यहाँ फसिसक्यौँ। तल जान पनि यस्तो अप्ठ्यारो छ। यसको कारणले गर्दा म मर्छु अनि मेरो कारणले गर्दा यो मर्छ। खासमा यो मेरो आइडिया हो। ओए त यहाँबाट गइस्? म सक्दिनँ भाइ, म गएँ। म सक्दिनँ कि यस्तोमा कहाँ भ्लग अफ ल। बाटोबाट आएको म। माई गड, कसरी आएँ? मेरो खुट्टा काँपिरहेको छ। यहाँबाट स्वाट्टै गयो भने चाहिँ मेरो हात पनि काँपिरहेको छ। मोबाइल खस्यो भने चाहिँ म खस्यो पनि केही छैन, तर मोबाइल खस्यो भने चाहिँ खासै डेन्जर पनि छैन हामी आएको बाटो। यो चाहिँ यहाँ छ। यो हेर पहाड, लभली ठाउँ छ है यहाँ। यस्तो ठाउँमा त म अब आँखा चिनेर हिँडिहाल्छु नि, त्यस्तो ठाउँबाट त आयो। सो हामी चाहिँ यो झरनामा अहिलेसम्म म चाहिँ फर्स्ट टाइम आएको। यो चाहिँ आएको थियो अरे पहिला। म यही ठाउँमा जन्मेर पनि कति 18-19 वर्ष भइसक्यो होला। तर पनि मलाई यहाँ आउँदिएको थिएनन्, घरकोले चाहिँ मरिन्छ भनेर। अनि यहाँ भूत पनि हुन्छन् भन्ने सुनेको, तर हुँदैनन् अरे। हामी यो बाटो जान्छौँ पछि जाँदाखेरि चाहिँ। यो होइन अलि मोबाइल खस्ला। सो हामी चाहिँ माथि आइसकेका छौँ। तपाईँको कस्तो बाटो छ यता हेर्नुहोस्। यस्तो बाटोमा आइसकेको छौँ हामी। आउँदाखेरि चाहिँ त्यो बाटो आएको। यो बाटो एकदम गम्भीर छ होइन, पुरै नयाँ। अब हामी चाहिँ उताको छेउबाट जान्छौँ। बाटो चाहिँ हामी यस्तोमा जाने हो। अलि उता अब यस्तो झरना छ होइन, टक्कै होइन पुरोमा आएको। ऊ चाहिँ डरले मर्नै लाग्थ्यो। बाहुबली फेरि डराउँदैन केहीसँग भने हेम्बा हेर यस्तो डर लाग्छ। हाम्रो घर चाहिँ माथि त्यहाँ हो होइन, गाउँमा हामी बस्ने थियौँ। अनि हामी चाहिँ यहाँ तल झर्दैछौँ। बाटो चाहिँ के छ कि भन्नु त भन्दा साथी, यस्तो छ। चिप्लेट खेलेर जानु, म जान्छु देखाएको थिएँ। ल जाऊ त। ए मर्ला छ है। ओइ ल बाबुले ऊ चाहिँ गयो, म चाहिँ सक्दैन। सही मोबाइल छ मेरो हातमा। 2 लाखको फोन फुट्यो भने चाहिँ यहाँ के गर्नु गाइस। उता यो पुगिसक्यो। म चाहिँ पुग्यो। सो फाइनली गाइस पुग्यो झर्ना इच्छक्यो फाइनली गाइसहरू। ल हाम्रो झर्ना चाहिँ यहाँ पछाडि गएको छ होइन। दामी सेल्फी हाल्नु पर्यो हामी यहाँबाट। ओ दामी है एउटा झर्ना चाहिँ यहाँ छ होइन। ल हाम्रो झर्नाको भिडियो हेर्नुहोस् तपाईँ। चिसो पानी रहेछ झरना। खतरा आइदिरहेको। सनी बनी के गरेको पुरै छडाको भ्लग गर्नुपर्छ। त्यो भ्लग कम्प्लिट गर्ने हो क्या। सो गाइजहरू हामी चाहिँ यो झरना घुमेर अब जान लागिसक्यौँ। फोटोसोटो कम्प्लिट भइसक्यो। अब हामी चाहिँ फोटोसोटो खिचेर हामी भ्लग चाहिँ आउँछ युट्युबमा हेर्नु होला। युट्युब, टिकटक, इन्स्टामा सबैमा आउँछ। फलो गरिहाल्नु होला भिडियो। तपेन्द्र सञ्जाल युट्युब च्यानल छ कि के छ? तपेन्द्र भरक चाहिँ छ होइन।
च्यानल पनि रहेछ ल अनि एउटा भला पनि छ कहिले मलाई देखेको त्यसलाई सेयर गरेको थिएन क्या अनि हामी चाहिँ यो झर्ना बाटो देखेको आइसकेका थियौँ यस्तो यस्तो बाटो जानुपर्छ जाऊ त तिमी बा सगरमाथा चढ्नुपर्छ यार कत्रा बाटो हामी ल मैबाट हिँडेको पनि देखेँ यता देखेँ ल हेर त यस्तो आमामा ल म चाहिँ जाँदैछु है यो बाटो सिम्पल छ यो यस्तो यस्तो ओ मा डर लाग्यो यार मैले त माथि के पो उसले बारको रहेछ ल बाटो हेर ऊ चाहिँ गइसक्यो ल ऊ चाहिँ लड्ला छ है भाइ हामी चाहिँ भोलि ऊ हो के हाम्रो दसैँ हो नेपालभरिको दसैँ हो हिन्दूभरिको तर क्रिस्चियनको होइन है हामी चाहिँ क्रिस्चियन पनि होइन ल म चाहिँ यहाँ जाँदैछु मोबाइल खल्टिहाल्यो भनेर तर कन्टेन्टको लागि पनि मोबाइलमा खल्टिहालेको छैन 1.5 लाखको त जाने यार ल हामी चाहिँ यता भिड पुरा गरेर आइसकेका छौँ बाटो है ऊ यो डन हो यो हेर त आमामा यस्तो भिडमा आएर हामी हेर्न म पहिला पनि आएँ एकचोटि त तर मेरो चाहिँ फर्स्ट टाइम ल ल केही भन तिमी कहाँ यता गरेको छ अब हामीले चाहिँ यो झर्ना हेरेर आइसकेको अब हामी चाहिँ घर जान लागेको उता यस्तो देखेन कसरी यस्तो यस्तो यस्तरी देखाएर उता घर जान लागिसकेको हामी बाँचेर पनि आइहाल्यो होइन मर्न त काम होइन बाई माथिको भिडियो आउँछ झर्नाको एन्ड पार्ट चाहिँ यो त्यो झर्ना 4 भागमा डिभाइड भएको छ फर्स्ट सेकेन्ड थर्ड यो चाहिँ लास्ट हो यहाँ तल चाहिँ जान सकेन बाटो अप्ठ्यारो भएर तर यहीँबाट यसको भ्यू चाहिँ यस्तो आउँछ ल सो गाइजहरू हामी चाहिँ झर्ना घुमेर यता बाटो साटो गरेर हामी चाहिँ माथि आइसकेको छौँ अब टोटल्ली भिडियो चाहिँ आउँछ ल भन्छ केही पनि भन्नु छैन मलाई लास्टै थाक लाग्यो यहाँ उकालो चढ्दा रमाइलो भयो ल त्यस्तै रमाइलो भयो अब चाहिँ हाम्रो भ्लग सक्यो अब चाहिँ हामी छिट्टै 50 जना घुम्न जाने प्लान छ ल सो